हिमालको काखमा बसेको पेदुङ आफैमा सुन्दर छ। शिरमा दामसङगढी र पाउमा गङ्गाजय रेसी बग्छ। अझ राम्रो त यहाँका मानिसहरू छन् जो जात र धर्मको अघि मानवताको हित र जातीयताको हितबारे सोच्छन्। आज पेदुङमा भव्य रूपमा सबै समुदाय मिली गोर्खे चाड दसैँलाई स्वागत गरियो। यो नै एकताको प्रतीक हो। माइजनलाई नलगै छोड्दिन, माइजनलाई नलगै छोड्दिन। लान्छु त उज्यालो छ पहिले, जङ्गल त उज्यालो छ पहिले। ए जङ्गल उज्यालो छ पहिले, जङ्गल उज्यालो छ पहिले। ए मन बुझाउने आफैले, मन बुझाउने आफैले। ए मन बुझाउने आफैले, मन बुझाउने आफैले। भन्योमा भन्ला मन दुखला, भन्योमा भन्ला मन दुखला। नमस्ते पेदोङ। र आज चाहिँ म छु हाम्रो होम टाउन पेदोङमा है। र आज चाहिँ हाम्रो फुलपातीको सुरुवात भइरहेको छ र अहिले नै स्टार्ट चाहिँ भएको छैन, अब एकछिनबाट स्टार्ट हुनेवाला छ। यहाँनिर हामी पुरानो हाट बजारमा छौँ र हाट बजारबाट यात्रा पर पेदोङको ग्राउन्डसम्म जानेछ है। र तपाईँहरूलाई पनि दसैँको धेरै धेरै शुभकामना। सबैजना टाढो टाढोबाट जो जति पनि हाम्रो गोर्खा जाति जो जातिले पनि दसैँलाई फलो गर्छ अथवा दसैँलाई हामीले आफ्नो एउटा ट्रेडिसनल चाडको रूपमा मान्ने सबैजना नै यहाँनिर भेला भइरहेको छ। सबै जात सबै जाति भनौँ है, जात नभनौँ, जाति सबैजना भेला हुन थालेको छ। अब एकछिनबाट यहाँबाट शोभायात्रा निस्किनेछ। धन्यवाद। अब चाहिँ यहाँ फुलपातीको यात्रा सुरु भएको छ। सबैजना हेर्नुहोस् है, सबै जात जाति कोही न हामी गोर्खे जाति भएर आजको फुलपाती यहाँबाट हामीले स्टार्ट गऱ्यौँ। हामी चाहिँ छौँ अहिले हाम्रो होम टाउन पेदोङमा र तपाईँले हेरिरहनु भएको छ र म पनि यही भिडमा नै अगाडि बढिरहेको छु। यस्ता हामी चाहिँ अहिले हस्पिटल डाँडाबाट हो, यहाँ जो चाहिँ पुरानो हाट बजारबाट उकालो हस्पिटल डाँडापट्टि लाग्दैछौँ है। र सायद त्यहाँबाट घुमेर फेरि उँधो आउँछ होला। तपाईँहरू भिडियो हेर्दै गर्नुहोस्, तपाईँलाई म यस्तो झलकहरू देखाउँदै गर्नेछु। हाम्रो ठुलो दा पनि आउनु भएको रहेछ। यस्ता ठिकै छ? एकदम ठिकै छु। फुलपातीको शोभायात्रामा सबैलाई ह्याप्पी दशहराको मङ्गलमय शुभकामना गर्न चाहन्छु, जति पनि हेर्नु साथीभाइहरूलाई। हामी चाहिँ यहाँ अहिले छौँ हाम्रो तामाङ समुदायको जुन चाहिँ डम्बुसेलो भइरहेको छ है। म पनि एउटा तामाङै भएको कारणले गर्दा यो जग्गामा म फिट हुँदैछु आज हो। अब चाहिँ मैले मेरो हुल भेटेछु नि। दुर्गा मातालाई भाकेर, दुर्गा मातालाई भाकेर, दुर्गा साथी राखेर, मनमा साथी राखेर, आयो है साथी हो राखेर, मनमा साथी राखेर। फुलपातीलाई मनाउँदै, फुलपातीलाई मनाउँदै, फुलपातीलाई मनाउँदै, फुलपातीलाई मनाउँदै, आयो है साथी हो मनाउँदै, नेपाली चाडलाई मनाउँदै, नेपाली चाडलाई मनाउँदै, नेपाली चाडलाई मनाउँदै। माछा त खेल्ने दहमा, माछा त खेल्ने दहमा, माछा त खेल्ने दहमा, माछा त खेल्ने दहमा। नाचौ खेलौ हामा, नाचौ खेलौ हामा, नाचौ खेलौ हामा, नाचौ खेलौ हामा। तपाईँहरू चाहिँ कुन समुदायको हुनुहुन्छ? हामी चाहिँ नेवारी युवा सङ्गठन, हजुर एउटा अखिल भारतीयकै एउटा भातृ सङ्गठन हो। ए हजुर। र आज हामीलाई चाहिँ पेदोङ फुलपाती शोभायात्रा समितिले हजुर तपाईँलाई एउटा निम्तो दिनुभएको थियो कि तपाईँहरूको लाखे चाहिँ यसपालि
पेदोङमा ल्याएर गरिदिनुहोस् भन्दा उहाँको पहिलो हामी आज तपाईँहरू कहाँबाट आउनु भएको हामी चाहिँ सबै टोली कालिम्पोङ 15 माइल सबै मिक्स छौँ हामी चाहिँ हजुर हजुर तपाईँहरू यो अब यस्तो बजाउने यो जुन चाहिँ हामीले देख्यौँ होइन यहाँ उहाँ यता पनि हामीले अलिकति अब चिन्न सकेनौँ के कस्तो हो है त्यो अलिकति हामीलाई भनिदिनुहोस् न सबभन्दा पहिला चाहिँ उहाँहरूले जुन पहिरन पहिनेको छ है त्यसलाई चाहिँ हाकु पर्सी भन्छ हजुर हाकु पर्सी चाहिँ हाम्रो ट्रेडिसनल ड्रेस हो है र अब यो चाहिँ तपाईँको लाखे भन्छ यो चाहिँ लाखेको पहिरन हो लाखे चाहिँ तपाईँको धेरै किसिमको लाखे हुन्छ है यो लाखेलाई 12 जुन चाहिँ भैरव छ नि 12 जुन भैरव 12 भैरवमा चाहिँ एक भैरव चाहिँ लाखे हो र यो लाखेले चाहिँ मनुष्यसँग बसेर एकदम राम्रो काम गरेको रे उसलाई चाहिँ हामी शान्त भैरवको रूपमा पूजा गर्छौँ र उसलाई चाहिँ हामी डिमन गड भन्छौँ राक्षसी देवता पनि भन्छौँ तर ऊ चाहिँ शान्त भैरव भनेर हामी पूजा गर्ने गर्छौँ नेवारको चाहिँ कथा के छ भन्दाखेरि पहिला चाहिँ ऊ एग्रेसिभै थियो अन्त जुन असारमा धानहरू रोप्छौँ हामी त्यति बेला चाहिँ उसलाई चाहिँ हाम्रो तन्त्र विद्याले चाहिँ उनीहरूलाई हामीले बेलुका ल्याएर चाहिँ उहिले चाहिँ उनीहरूले धानहरू रोपिदिने काम गर्ने गर्थ्यो अनि त्यो सकेपछि हामीले बिचमा आएर साउनको अलिकति अगाडि चाहिँ हामीले एउटा चथा भन्ने पर्व मनाउँछौँ त्यो चथा पर्वमा चाहिँ उनीहरूले काम गरे बाबत उनीहरूलाई चाहिँ सम्मान स्वरूप हामीले विदा पनि गर्ने गर्छौँ अन्त लाखेलाई चाहिँ हामीले काम गराउँदा यसको धेरैवटा कथा छ त्यो कथा मध्ये एउटा एक कथा हो जुन चाहिँ मनुष्यसँग मिलेर बसेकोले गर्दा चाहिँ हामी शान्त भैरव गुरुमा चाहिँ उसलाई पूजा गर्छौँ तपाईँहरूको यो बाजाहरू पनि रहेछ यसको विषयमा पनि केही हजुर यो जुन यो बाजा छ हजुर है यो बाजा चाहिँ तपाईँले भन्नुपर्दा यसलाई चाहिँ भन्छ हामी भुसिया भुसिया यसको चाहिँ ठुलो साउन्ड हुन्छ यसलाई चाहिँ हामी भुसिया भन्छौँ यसलाई नै सानो जुन मन्दिरमा बजाउँछ है त्यो पनि बाजा चाहिँ हाम्रो एउटा यस्तो यो चाहिँ दिमी भन्छ यो चाहिँ दिमी बाजा भयो है अन्त मुरली पनि हाम्रो आफ्नै प्रकारको छ र मुरलीमा पनि हाम्रो दुई प्रकारको छ एउटा घोर भन्छ एउटा तप्ली भन्छ एउटा टिप्लु भन्छ हाम्रो आफ्नै बाजा गाजा सबैको संस्कृतिको आफ्नो बाजा गाजा छ र यो संस्कृतिले नै आज हाम्रो यो पाहाड बाँचेको पनि